सन्दीप लामिछाने अनसोल भयो, किन यस्तो भयो? यही क्युरियोसिटी अहिले सोसल मिडिया र क्रिकेट कम्युनिटीमा निकै देखिन्छ। आज हामी यही विषयलाई विभिन्न एङ्गलबाट बुझ्ने प्रयास गर्नेछौँ। सन्दीपको रिसेन्ट फर्म, पास्ट रेपुटेसन, लिगको रिक्वायरमेन्ट र रियालिटी के भन्छ भन्ने कुरा। सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने द 100 लिग विश्वकै पपुलर फ्रेन्चाइज लिगमध्ये एक बन्दै गएको छ। इङ्ल्यान्डमा हुने यो टुर्नामेन्टमा विश्वभरका टप T20I स्पेसियलिस्ट खेलाडीहरू सहभागी हुन्छन्। यहाँ ड्राफ्ट मार्फत सेलेक्सन प्रक्रिया हुन्छ र खेलाडीहरूलाई टिमले आफ्नो रिक्वायरमेन्ट अनुसार छनौट गर्छन्। यहाँ राम्रो खेलाडी हुनु मात्र पर्याप्त हुँदैन, टिमको कम्बिनेसन र डिमान्ड पनि महत्त्वपूर्ण हुन्छ। कहिलेकाहीँ राम्रा खेलाडीहरू पनि अनसोल भएको उदाहरण देख्न सकिन्छ। अब प्रश्न आउँछ, सन्दीप लामिछानेको केस कस्तो छ? यदि प्योरली क्रिकेटिङ स्किलको आधारमा हेर्ने हो भने सन्दीप लामिछाने अझै पनि विश्वमै राम्रो लेग स्पिनर मध्येमा गनिन्छन्। उनको बिगेस्ट स्ट्रेन्थ भेरिएसन हो, लेग स्पिन, गुगली र ब्याट्सम्यानलाई डिसिभ गर्ने क्षमता। T20 फर्मेटमा मिडल ओभरमा विकेट निकाल्न सक्ने प्लेयर महत्त्वपूर्ण हुन्छ। यही कारणले उनले पहिला पनि धेरै फ्रेन्चाइज लिगमा खेल्ने मौका पाएका थिए। उनको करियर हेर्दा पनि इन्टरनेसनल फ्रेन्चाइज एक्सपिरियन्स निकै ठुलो छ। उनले आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेलेका थिए। त्यो समय एउटा एसोसिएट नेसनबाट आएर आइपिएल खेल्नु ठुलो एचिभमेन्ट थियो। त्यसपछि उनले बिग ब्यास र सिपिएल जस्ता लिगहरू खेल्ने मौका पाए। यसले उनलाई विश्वभर चिनिने T20 स्पिनर बनायो। तर रियालिटीको अर्को साइड पनि छ। पछिल्ला केही वर्षहरूमा उनको करियरमा कन्ट्रोभर्सी र ब्रेक आएको थियो, जसले उनको फ्रेन्चाइज मोमेन्टम अलि स्लो बनायो। कुनै पनि फ्रेन्चाइज लिगमा टिमहरूले केवल स्किल मात्र हेर्दैनन्, अभाइलेबिलिटी, इमेज र कन्सिस्टेन्सी पनि हेर्छन्। यो ड्राफ्टमा टिमहरूले डिसिजन लिँदा यो फ्याक्टरहरूलाई कन्सिडर गर्न सक्छन्। अर्को महत्त्वपूर्ण कुरा हो रिसेन्ट पर्फर्मेन्स। फ्रेन्चाइज क्रिकेटमा रिसेन्ट फर्म निकै ठुलो फ्याक्टर हुन्छ। यदि कुनै खेलाडीले पछिल्लो समयमा राम्रो प्रदर्शन गरेको छ भने टिमको इन्ट्रेस्ट बढ्ने सम्भावना धेरै हुन्छ। सन्दीपले नेपालका लागि विकेट निकाल्ने क्षमता अझै पनि देखाइरहेका छन्। उनको मिडल ओभरमा इकोनोमिक कन्ट्रोल र विकेट निकाल्ने क्षमता उपयोगी मानिन सक्छ। र द 100 लिग फर्मेट भने अलि फरक छ। यो टुर्नामेन्ट 100 बल फर्मेटमा खेलिन्छ, जहाँ बलिङ रिदम र स्ट्राटेजी अलि फरक हुन्छ। प्राय टिमहरूले फास्ट बोलर र अलराउन्डरहरूमा बढी इन्भेस्ट गर्ने ट्रेन्ड पनि देखिन्छ। त्यसैले स्पिनरहरूको स्लट लिमिटेड हुन सक्छ। यही कारणले ड्राफ्टमा धेरै कम्पिटिसन हुने सम्भावना देखिएको थियो। अर्को फ्याक्टर हो ग्लोबल कम्पिटिसन। द 100 ड्राफ्टमा धेरै विश्वभरका स्टार स्पिनरहरू रजिस्टर हुन्छन्, भारत, पाकिस्तान, अफगानिस्तान र अस्ट्रेलिया जस्ता देशका खेलाडीहरू। यस्तो अवस्थामा टिमहरूले प्राय आफ्नो स्ट्राटेजी अनुसार खेलाडी छनौट गर्छन्। कहिलेकाहीँ एसोसिएट नेसनबाट आएका खेलाडीहरू राम्रो भए तापनि धेरै कम्पिटिसन भएकाले मौका पाउन गाह्रो हुन्छ। तर पोजिटिभ साइड पनि धेरै थियो। सन्दीपको एक्सपिरियन्स वर्ल्ड स्टेजमा एडभान्टेज हुन सक्थ्यो। इङ्ल्यान्डको कन्डिसनमा स्पिन उपयोगी हुन सक्थ्यो, खास गरी मिडल ओभरमा रन रोक्न र विकेट निकाल्न। सन्दीप लामिछाने अट्याकिङ लेग स्पिनर भएकोले म्याच टर्निङ स्पेल दिने क्षमता राख्छन्। यही कारणले धेरै फ्यानहरू आशावादी थिए कि कुनै पनि टिमले सरप्राइज पिक गर्न सक्छ। यहाँ फ्यानहरूको इमोसनल एङ्गल पनि महत्त्वपूर्ण छ। सन्दीप नेपालका लागि एउटा खेलाडी मात्र नभई क्रिकेट मोमेन्टमको सिम्बल जस्तै बनिसकेका छन्। उनले एसोसिएट नेसनबाट आएर विश्वभरका ठुला लिगहरू खेल्ने ढोका खोलिदिएका थिए। द 100 लिगमा उनको सहभागिता धेरै फ्यानहरूको लागि गर्वको कुरा हुने थियो। अन्त्यमा प्रश्न यही रहन्छ, सन्दीप लामिछाने अनसोल किन भए? यसको स्पष्ट उत्तर अहिले कसैले पनि दिन सक्दैन, किनकि ड्राफ्टमा अनप्रेडिक्टेबल डिसिजन हुन्छ। कहिलेकाहीँ एक्सपेक्टेड प्लेयर अनसोल्ड हुन्छन् भने कहिले अनप्रेडिक्टेबल पिक देखिन्छ। यदि कुरा निश्चित छ कि यदि उनलाई मौका मिल्यो भने त्यो उनको करियरका लागि मात्र होइन, नेपाल क्रिकेटका लागि पनि धेरै ठुलो मुभमेन्ट हुनेछ। अब हेर्न बाँकी छ सन्दीप लामिछानेको फ्रेन्चाइज जर्नी कस्तो हुनेछ र उनले वर्ल्ड स्टेजमा कतिको स्ट्रङ कमब्याक गर्नेछन्। यदि तपाईँलाई थाहा छ भने सन्दीप लामिछानेले आइपिएलमा कति विकेट लिएका थिए, कमेन्ट बक्समा लेख्नुहोस् र आफ्नो ओपिनियन पनि कमेन्ट बक्समा लेख्नुहोस्।